नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रममा कुनै पनि म्यानपावर कम्पनी वा विज्ञापन आधिकारिक हो वा होइन भनेर जाँच्न नेपाल सरकारको वेबसाइट प्रयोग गर्नुपर्छ। वैदेशिक रोजगार विभाग DOFE पोर्टल foreignjob.dofe.gov.np। कसरी प्रयोग गर्ने? यो वेबसाइटमा गएर तपाईले पूर्व श्रम स्वीकृतिको खोजी, प्री पर्मिसन डिटेल वा इजाजत प्राप्त संस्थाहरू, लाइसेन्स्ड एजेन्सिजमा क्लिक गरेर कुन कम्पनीलाई वैदेशिक रोजगारीका लागि नेपाल सरकारले लिगल रूपमा अनुमति दिएको छ भन्ने कुरा प्रत्यक्ष रूपमा हेर्न सक्नुहुन्छ। यसबाट एजेन्टले ढाँटिरहेको छ वा छैन भनेर ठ्याक्कै थाहा हुन्छ। 2. युरोपियन युनियनको आधिकारिक रोजगार पोर्टल EURES पोल्यान्ड सरकार र युरोपियन युनियन अन्तर्गत आधिकारिक रूपमा कामदार खोज्ने र रोजगारीको अवसर देखाउने मुख्य सरकारी नेटवर्क EURES पोर्टल www.eures.europa.eu। पोल्यान्डको केन्द्रीय जब पोर्टल www.oferty.praca.gov.pl। कसरी प्रयोग गर्ने? यी युरोपियन युनियन र पोल्यान्ड सरकारका आधिकारिक प्लेटफर्महरू हुन् जसमा पोल्यान्डका आधिकारिक रोजगारदाताहरूले मात्र कानुनी रूपमा आफ्ना खाली पदहरू जब भेकेन्सिज पोस्ट गर्न पाउँछन्। 3. पोल्यान्डका लोकप्रिय र प्रमाणित निजी जब पोर्टलहरू। यदि तपाईँ सिधै पोल्यान्डका कम्पनीहरूमा आवेदन दिन चाहनुहुन्छ भने त्यहाँका धेरै चिनिएका र सुरक्षित मानिने जब साइटहरू प्रयोग गर्न सकिन्छ। pracuj.p lfen.pracuj.pl इस्टु पोल्यान्डको सबैभन्दा ठूलो जब साइट हो जहाँ बहुराष्ट्रिय कम्पनीहरू र ठूला फर्महरूका विज्ञापन हुन्छन्। यसमा अङ्ग्रेजी भर्सन पनि उपलब्ध छ। OLX प्राका अफ OLX.pl/praca सानो कोष्ठकोलन उत्पादन, गोदाम, वेयरहाउस र विभिन्न फ्याक्ट्रीका कामहरूको लागि यो धेरै प्रयोग हुन्छ। लिङ्क्डइन विशेष गरी प्रोफेसनल, IT, व्यवस्थापन र कर्पोरेट क्षेत्रका जबहरूको लागि। सावधानी! कसैले व्यक्तिगत व्हाट्सएप वा फेसबुक म्यासेजमा सिधा भिसा लगाइदिन्छु भन्दै पैसा मागेमा उनीहरूको पछि नलाग्नुहोस्। नेपालमा इजाजत प्राप्त म्यानपावर हो वा होइन र उनीहरूले पाएको पूर्व स्वीकृति प्री अप्रुभल लट नम्बर सही छ कि छैन भनेर सधैँ dofe.gov.np मा चेक गरेर मात्र अगाडि बढ्नुहोला। पोल्यान्डमा गएर रोजगारी गर्ने सपना धेरैका लागि एउटा ठूलो अवसर हुन सक्छ, तर यो सपना साकार पार्ने क्रममा धेरै मानिसहरूले ठूलो जोखिम उठाइरहेका हुन्छन्। धेरैजसो मानिसहरूले छोटो बाटो खोज्ने क्रममा नक्कली एजेन्ट वा भ्रमपूर्ण जानकारीको पछि लागेर आफ्नो समय र पैसा बर्बाद गरिरहेका छन्। पोल्यान्डको वर्क भिसा प्रक्रियामा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आधिकारिक सरकारी वेबसाइटहरूको प्रयोग हो। यदि तपाईँ पोल्यान्डको भिसा प्रक्रिया सुरु गर्दै हुनुहुन्छ भने तपाईले सबैभन्दा पहिले यो कुरा बुझ्नुपर्छ कि इन्टरनेटमा देखिने वा सामाजिक सञ्जालमा प्रचार गरिने सबै जानकारी सत्य हुँदैनन्। अधिकांश समय मानिसहरूलाई प्रलोभनमा पारेर ठूलो रकम असुल्ने गिरोहहरू सक्रिय रहेका हुन्छन्, जसबाट बच्न निकै जरुरी छ। भिसा प्रक्रियामा सबैभन्दा पहिलो चरण भनेको सही र आधिकारिक स्रोत पहिचान गर्नु हो। पोल्यान्ड सरकारले आफ्नो आधिकारिक वेबसाइट मार्फत नै सबै जानकारी र आवेदन प्रक्रियाको व्यवस्था गरेको छ। कुनै पनि निजी व्यक्ति वा एजेन्टले हामीसँग विशेष पहुँच छ वा हामी छिटो भिसा मिलाइदिन्छौँ भनी दाबी गर्छ भने त्यो दाबीलाई तुरुन्तै शङ्काको दृष्टिले हेर्नुपर्छ। सरकारी वेबसाइटहरू जस्तै सरकारी डोमेन gov.pl मा उपलब्ध सूचनाहरू मात्र आधिकारिक मानिनुपर्छ। तपाईले आवेदन दिने समयमा अपोइन्टमेन्ट बुक गर्दा वा आवश्यक कागजातहरू पेश गर्दा सधैँ आधिकारिक सरकारी पोर्टलहरू मात्र प्रयोग गर्नुहोला। अन्य कुनै पनि तेस्रो पक्षीय वेबसाइटहरूमा आफ्नो व्यक्तिगत विवरणहरू नदिनुहोस् किनकि यसले डेटा चोरी वा वित्तीय जोखिम निम्त्याउन सक्छ। कागजातहरूको तयारी गर्दा एकदमै ध्यान दिनु आवश्यक छ। केही मानिसहरू नक्कली कागजातहरू पेश गरेर भिसा पाउने प्रयास गर्छन्, तर यो गम्भीर अपराध हो। यदि तपाईको कागजातमा केही त्रुटि छ वा कुनै विवरण गलत छ भने तपाईको भिसा आवेदन सिधै अस्वीकार मात्र हुने छैन, भविष्यमा कुनै पनि सेङ्गेन देशमा प्रवेश गर्नका लागि तपाईलाई प्रतिबन्ध लगाइन सक्छ। रोजगारदाताको छनौट गर्दा पनि निकै सतर्क रहनुपर्छ। धेरै पटक नक्कली रोजगारदाताहरूले कामको प्रलोभन देखाएर पैसा असुल्छन्। त्यसैले तपाईलाई कसले जागिरको अफर दिइरहेको छ, त्यो कम्पनी आधिकारिक हो वा होइन त्यसको बारेमा गहिरो अध्ययन गर्नुहोस्। कम्पनीको दर्ता, सम्पर्क ठेगाना र अन्य विवरणहरू आधिकारिक स्रोतबाट जाँच गर्नुहोस्। भिसाको अन्तर्वार्ताको लागि तयारी गर्दा तपाईले त्यहाँ काम गर्ने योजना, तपाईको व्यावसायिक अनुभव र किन तपाईँ पोल्यान्ड जान चाहनुहुन्छ भन्ने कुरालाई स्पष्टसँग राख्न सक्नुपर्छ।
अन्तर्वार्तामा सोधिने प्रश्नहरूको उत्तर दिँदा कहिल्यै पनि गलत जानकारी नदिनुहोस्। भिसा अधिकारीहरू तपाईंको पेशागत पृष्ठभूमि र तपाईंको नियतका बारेमा स्पष्ट हुन चाहन्छन्। धेरै मानिसहरू एजेन्टले लेखिदिएको स्क्रिप्ट रटेर जान्छन्, जुन धेरै पटक घातक सिद्ध हुन्छ। आफ्नो वास्तविक अनुभव र आफ्नो योजनाबारे आफै जानकार हुनुहोस्। यदि तपाईँ आफैले प्रक्रिया बुझ्नुभयो भने तपाईलाई कसैले ठग्न सक्दैन। अन्तमा, पोल्यान्ड वर्क भिसा कुनै जादुई प्रक्रिया होइन, यो एक व्यवस्थित कानुनी प्रक्रिया हो। यसको लागि धैर्यता, सही जानकारी र आधिकारिक बाटोको आवश्यकता पर्दछ। सोशल मिडियामा आउने भ्रमपूर्ण विज्ञापनहरूभन्दा आधिकारिक सरकारी पोर्टलहरूमा भर पर्नुहोस्। यदि तपाईँले नियमपूर्वक सबै कागजातहरू सङ्कलन गर्नुभयो र सही समयमा आधिकारिक प्रणाली मार्फत आवेदन दिनुभयो भने तपाईँको भिसा पाउने सम्भावना सधैँ धेरै हुन्छ। आफ्नै मेहनत र सही बाटोको छनौट नै तपाईँको उज्जवल भविष्यको आधार हो। त्यसैले ठगीबाट बच्नुहोस्, आफैले अध्ययन गर्नुहोस् र आधिकारिक बाटो रोज्नुहोस्।